मानिसहरू दिनरात दौडिरहेका हुन्छन्। पैसा कमाउन, नाम कमाउन, बालबच्चाको भविष्य बनाउन, राम्रो घर बनाउन, गाडी जोड्न। त्यही घर बनाउन घरैबाट टाढा हुन्छौँ। परिवारमा बस्ने समय कम हुन्छ। बच्चाको भविष्य बनाउने व्यस्ततामा बच्चाको बालपना कहिले बित्यो पत्तै हुँदैन। आफ्नो जिन्दगीको व्यस्ततामा बाउआमाको उमेर ढल्केको पत्तै हुँदैन। अनि आफैलाई भनिरहेका हुन्छौँ, अहिले व्यस्त छु, पछि समय निकाल्छु, यो काम सकियोस् अनि भेट्न जान्छु, अलिकति पैसा जम्मा होस्, घर बनोस् अनि परिवारसँग रमाउँछु। तर जिन्दगीको सबैभन्दा ठुलो भ्रम यही हो कि सायद पछि हुन्छ भनेर हामी विश्वास गर्छौँ। तर पछि पैसा हुन सक्छ, समय नहुन सक्छ, ठुलो घर हुन सक्छ, तर सँगै बस्ने मानिसहरू नहुन सक्छन्। सफलता हुन सक्छ र त्यो सफलता सुनिदिने कोही नहुन सक्छ। छोराछोरीलाई दिने पर्याप्त धन सम्पत्ति होला, तर छोराछोरी साथमा नहोलान्। पछि आमा बाबुको उमेर फर्किँदैन, बच्चाहरूको बालपन दोहोरिँदैन, छुटेर गएका मानिसहरू सँगै हुँदैनन्। आफ्ना मान्छेहरूसँग छुटेको समय कहिले फर्केर आउँदैन। जिन्दगी बनाउन जरुरी छ, सपना देख्न जरुरी छ, परिवारको लागि दौडिन जरुरी छ। तर यति धेरै पनि नदोगुरौँ कि, यति पर पनि नपुगौँ कि फर्केर हेर्दा साथमा कोही पनि नहुन्। जिन्दगी बनाउने दौडमा जिन्दगी बाँच्न नभुलौँ।